सो वेलकम टु आवर च्यानल। मैले चाहिँ अहिले भर्खर सामान अर्डर गरेको थिएँ अनि सामान चाहिँ आएको छैन। यहाँ लोकेसन चाहिँ नदेखाउँ होला, फेरि मेरो घरमा मान्छे फ्यानहरू आयो भने चाहिँ। मैले सामान अर्डर गरेको थिएँ अनि दराजबाट आएको छ। त्यसमा चाहिँ के छ भन्दाखेरि भिडियो सम्बन्धी होइन, के भन्दाखेरि मैले ट्राइपोड अर्डर गरेको थिएँ। ट्राइपोड होइन, मलाई ट्राइपोड मलाई यतिकै चाहिएको थियो होइन। अब मेरो अब 17 हो कि 19 हो, 18 कति सब्सक्राइबर छ होइन। अनि 18 सब्सक्राइबर भएको युट्युबरले त एउटा ट्राइपोड त किन्नु पऱ्यो नि त। हो त्यही कारणले गर्दा मैले ट्राइपोड किनेको छु। अनि ल अब यसलाई अनबक्सिङ गरेर हेर्नु होला हजुरहरू। अहिले भर्खर दराजको डिलिभरीवाला बन्दाले यतानिर छोडिदियो अनि हाम्रो घरसम्म आउँदैन आउनु भनेको कति टाढा के भन्छ अनि आउँदै होइन। म त्यहाँनिर अलिकति थोरै हिँडेर गएको होइन। अनि हजुरहरूले देख्नु सक्नुहुन्छ। ल अब यसलाई अनबक्सिङ गरेर देखाउनेछौँ। ल हेर्न सक्नुहुन्छ तपाईँहरूले होइन। यहाँ चाहिँ घाम छ है, यहाँ त नखिच्नु होला, म यहाँनिर मिलाउँछु। ल पर्खिने ब्याकग्राउन्डमा चाहिँ फोकस नगर्नु होला, यस्तो गरेर। ल अब यहाँ देखिरहेको होला। ल म काटिरहेको छु है। हल्का बाङ्गो देखे पनि केही छैन, क्यामेरा चाहिँ बाङ्गो देखे जस्तो लाग्यो। But there's not a cloud in your blue eyes. If we need a drink, I'll be the bartender. Oh my god, ल है यो चाहिँ अब यसलाई नदेखाउँ तपाईँलाई। हजुरहरूले मलाई ट्राइपोड यसलाई खोलौँ, राम्रै त छ होला, भाँच्ची परेको भने चाहिँ हुन्छ। यसमा चाहिँ ट्राइपोड यो चाहिँ मोबाइल होल्डर है। यो त्यो कस्तो टट्टी क्वालिटीको रहेछ, राम्रो क्वालिटीको रहेछ नि। ब्याग चाहिँ खतरा रहेछ, देखिरहेको छैन पसिनाले मन। यसमा त पानीको पनि सिस्टम हुन्छ के पसिनाले चाहिँ खल्का भइसक्यो। के हो के गर्ने यो? ल मलाई आएन है अड्काउनु। ल यति नै, म युट्युबमा हेरेर सिक्नु ल है। यसलाई चाहिँ यहाँ राख्नेछ। यस्तरी खिच्दा रहेछ, यस्तरी 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 त्यही हो। ल ल हजुरले देख्नु ल, अहिले म यसलाई म सिक्छु अनि त्यसपछि हजुरलाई देखाउँछु। ल मैले यो चाहिँ खोल्न सिकिसकेँ होइन। यो चाहिँ दुसारी हो नि, हिजो हो। अनि यो चाहिँ आज मैले फेरि भिडियो एडिट गर्दाखेरि चाहिँ मैले यो लास्टको पार्ट चाहिँ अलिक खिचिरहेको छु। एडिट गरेपछि अनि मलाई खोल्न आएन। खोल्न सुरुमा त यसलाई यस्तो गर्नुपर्दो रहेछ। म हजुरहरूलाई गर्दाखेरि यस्तो गर्नुपर्दो रहेछ। अनि यहाँ यस्तो यस्तो हुँदो रहेछ, लक जस्तो त्यसरी खोल्नु पर्दो रहेछ। यस्तो गरिदिनु पर्दो रहेछ होइन। मलाई थाहा पनि थिएन, मलाई यो लक त थाहा नै नपाइरहेको होइन। पछि बल्ल बल्ल हेरेर थाहा भयो युट्युबतिर। अनि म हजुरलाई देखाउँछु यसको साइजको त है। यो चाहिँ अलिकति टाइट छ, यो चाहिँ लुज होला। खोलाखोलै लाकोलाई गऱ्यो भने चाहिँ लुज हुनसक्छ, मलाई त्यस्तो लाग्यो। सक्नुहुन्छ कत्रो साइज छ भनेर। यसको साइज यत्रो भएन। अब यसलाई फेरि यसलाई बढाउनु पनि मिल्छ। कता यस्तो खोल्ने
अनि यसलाई घुमाउनु पर्ने यो पनि यहाँनिर रहेछ यो खोल्ने नि अनि यसलाई यसरी घुमाउने होइन यो के घुमाएको जस्तो भने के भन्दैन यसलाई म्याक्सिमम् उसको यति नै यति रहेछ होइन अनि यसलाई लक गर्ने अनि यसमा अब 3-4टा हुँदो रहेछ यसले यस्तै घुमाउन मिल्दो रहेछ अनि त्यसपछि यसले यस्तै घुमाउन मिल्दो रहेछ अनि यसले चाहिँ यस्तै घुमाउन मिल्दैन है यो पनि घुम्दो रहेछ है यो पनि घुम्दो रहेछ अनि यसले चाहिँ यस्तो गर्नलाई यो टिकटक जस्तो बाल्न हिँड्नलाई अनि यसले कसरी बन्द गर्ने उल्टो गरेको छ अनि यसले चाहिँ यस्तो गर्नलाई ल अब यही हो ट्राइपोडको काम होइन ल ट्राइपोडबाट हल्का भिडियो खिचेर हजुरलाई देखाउनेछु ल अब हजुरलाई म ट्राइपोडमा क्यामेरा अड्काउँछु नि भिडियो बनाउँछु है ल है यस्तो गरौँ होइन ल है अलिकति यसलाई यस्तो उठाउँ ल यो भिडियो चाहिँ डाइरेक्ट ट्राइपोडबाट खिचिरहेको छु होइन अनि यहाँनिर चाहिँ मैले बत्तीको लागि यो रिङ लाइट पनि किनेको थिएँ यो रिङ लाइटमा चाहिँ मलाई स्क्याम भएको छ यसलाई चाहिँ अब होइन 1400-1500 कति पऱ्यो क्या होइन ल यसको लाइट फेरि घट्यो के हो लुज भएछ क्या होइन ल थ्याङ्क यू सो मच फर वाचिङ आवर भिडियो होइन थ्याङ्क यू सपोर्टिङ बाई बाई होइन अनि अघि चाहिँ मेरो हातमा घाउ आएको चाहिँ के छैन ल थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई Do you hear that? My sanity about to break while everyone I know's out. On a trip, on a boat, on a lake.